कान्छा कान्छी रहन्छन् अनि मासु आयो सिधै कालुगामा मालुगा यहाँ नमस्कार भेटिन त सममा अहिले त छ आइन्छ अहिले सममा के गर्दै हुनुहुन्छ बोलाइदिउँ नि त त्यसलाई बस्छु ए सीता सन्चो छैन नजिक नजिक गाउँ हजुर होइन म त छक्क परिसकेँ त किन यहाँ आउँदैन त अन्तरी दिदीको छ फोटो ल्याउनु भयो अरे उहाँ अमेरिका तानिमाले फोटो खिचेर लाने अरे अघि त्यस्तै हो नि नभएपछि फेरेर आयो हरि हो अनि कहिले आयो म अस्ति 1 तारिक आइपुगेको काठमाडौँ 1 तारिक हजुर अनि आउँदा त उतापट्टिको कुरो राम्रै छ नि सबैलाई सन्चै छ राम्रै छ भन्नु सबैजना काम गर्दै हुनुहुन्छ सबैलाई सन्चै छ नानी पनि काममा लाग्नु म काम गर्दैछु त म गएको त 4.5 वर्ष हुन लाग्यो यहाँ चाहिँ 1 महिना बिदा थियो कि अनि 1 महिना बिदामा त्यो उहाँकै मान्छेहरू सेता मान्छेलाई घुमाउन लिएर आएको थिएँ उनीहरू चाहिँ अब 15 दिनको छुट्टी मात्रै थियो घुमिएरी फर्किसके नमस्कार तपाईँ चाहिँ कान्छी बुहारी अघि कान्छो पर जोत्दै थियो नि उसकै श्रीमती अनि ठुलाबा आमा बुवाहरूलाई मामाहरूलाई केही भन्न मन लागेको छ कि तपाईँलाई यसले पुर्याइहाल्छ नि खबर त सबै थोक के भन्नु सन्चै छ भनेर सोध्नु हो त्यति सन्च त सबैजना सन्चै हुनुहुन्छ कान्छा मामा चाहिँ अलिअलि त्यो अलिअलि भन्दा नि अब पहिलेदेखि ढाड दुख्ने बिमार अलिअलि बिरामी नि हुनुहुन्छ अरू चाहिँ सबैलाई कान्छा मामाको र हाम्रो घर भनेको यहाँबाट यहाँ पर गयौँ नि हामी त्यति नै हो टाढा होइन नि त त्यो त अब गाडीमै आइजाइ हुन्छ हिँड्नु पर्दैन होइन म उभिँदै पनि ठिकै छ कति वर्ष पुग्नुभयो अहिले 87 यो मुखबारी घाउ छ बोलाउने अलिक बोली पनि लट्याङ्रो पार्छ जिब्राभरि घाउ छ यो नाकाभित्र पनि घाउ छ अनि यो पोल छ आँखा दुख्छ हजुर पोल छ पनि त्यस्तै उस्तै छ अब अलिअलि ओछ्यान लाएर सुतेको सुतै गर्नु हो भने हला परे भन्ने हुन्छ हजुर तर त्यसलाई मिचेर यसो वरपर लौरो टेकेर हिँड्न सक्दैछु र हिँडे त होला नसक्नु आएको के हिँड्नु र यसो वरिपरि अहिले भान्सा खाएर हिँडेको म पनि अनि भान्सा खाना कहाँ भेट्छ खाना यता माथि नि खाइवरी आएको माथि बेलडाइमै यहाँ चिया खाइयो भोक लाग्ने बेला हो खाजा बनाऊ है छिटो गरेर होइन खाजा मेरो कसैले चाहिँ यही पठाइन्छ म भन्न थाल्छु जटा कटहसम भ्रम भ्रमनिलिन पनेर झरी बिलोल बिची बल्लरी विराजमान मूर्धनि धगत 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 झ्वाल ललाट पट्ट पावके किशोर चन्द्रशेखरे रति प्रतिक्षणम मम यो पुग्छ भने मामाले भानिज पुगेको र नपुगेको नि त यो भन्ने बित्तिकै कान्छा मामालाई थाहा भइहाल्छ
हुन्छ यो तपाईँ समाउनु नि त देखाउनु नथिच्नै कतै अब म फर्किन लागेको म 4 तारिक जान्छु फेरि घर काठमाडौँबाट घरै त होला नि त अब घर बनाउँदैछौँ घरै भन्नु पर्यो घर फर्किने अब यहाँ घर छैन अनि अब ठिकै हुनुहुँदो रहेछ मैले पहिला देखेँ होला बिर्सेँ होला अनि आमाले तिमी जसरी भए निक्लेर आउनै भन्नुहुँदै थियो यहाँ गाडी पनि आउने भयो नि त अनि यो गाडीले अलिक हतार गरेर पनि अब भेट भइगयो अब बेलुकैसम्म बसे पनि गफ यही त हो अब सबैलाई राम्रै छ भने धानका बोरा अनि ल त ठुला भाइ अब म जान्छु उसले दिएकै घरमा त बसिरहेछ नि एउटा घर बनाउँदैछौँ दोडा घर बनाउँदैछौँ मालदाई र ठुलदाई भएर एउटा म र कान्छु भाइ भएर एउटा घर बनाउँदैछौँ